ल साथीहरू, तपाईँलाई म आज एउटा नयाँ भिडियोको साथमा उपस्थित भएको छु। तपाईँलाई म आज धुर्कोट गाउँपालिका वडा नम्बर 6 मा रहेको 24 राज्य मध्येको एउटा राज्य धुर्कोट गाउँपालिका धुर्कोट कोटमा चाहिँ लिएर आएको छु र तपाईँलाई एउटा मिनी ग्रेट वालमा चाहिँ लिएर आएको छु। हाम्रो भिडियो तपाईँलाई कस्तो लाग्छ त कृपया युट्युबमा भए सब्सक्राइब र फेसबुकमा भए फलो गर्न चाहिँ नबिर्सिनु। र यो भिडियो तपाईँले कहाँबाट हेरिदिनुहुन्छ कृपया कमेन्ट गर्नुहोला र यो ठाउँमा एकचोटि तपाईँ अवश्य घुम्न चाहिँ आउनु होला है त ल साथीहरू। हेलो गुड मर्निङ साथीहरू, के गर्दै हुनुहुन्छ? हामी चाहिँ यहाँ तपाईँले आज दोस्रो भ्लग चाहिँ लिएर आइरहेका छौँ। हाम्रो भिडियो तपाईँले कस्तो लाग्छ? आज हामी चाहिँ धुर्कोट गाउँपालिका वडा नम्बर 6 मा रहेको 24 राज्य मध्येको एउटा राज्य धुर्कोट कोटमा चाहिँ आएका छौँ। हामी सुरुमा त मिनी ग्रेट वालमा आएका छौँ। मिनी ग्रेट वाल देख्न सक्नुहुन्छ। चाइना अफ मिनी ग्रेट वाल चाहिँ रहेको छ। धेरै लगानी गरेर चाहिँ अति सुन्दर ठाउँ चाहिँ बनाएको छ। अग्लो पहाड काटेर चाहिँ यो मिनी ग्रेट वाल बनाएको देख्न सकिन्छ र अति आकर्षक चाहिँ रहेको छ। तपाईँले आँखाले देख्नेसम्म चाहिँ मिनी ग्रेट वाल रहेको छ र मिनी ग्रेट वालको जस्तो बिचबिचमा चाहिँ घर जस्तो चाहिँ बनाएको छ। माथिबाट ठक्क दामी देखिन्छ र माथि पिकनिक खाने ठाउँ पनि रहेको छ। तपाईँ पनि एकचोटि यहाँ भिजिट गर्न चाहिँ आउन सक्नुहुन्छ साथीहरू। आज हामी चाहिँ यो मिनी ग्रेट वाल तपाईँलाई देखाउँदैछौँ र तपाईँले कस्तो लाग्छ हेर्दै जानुहोला र हाम्रो भिडियोको क्वालिटी कस्तो लाग्छ। फोन चाहिँ धेरै नै हल्लिरहेको हुन्छ। हामी आधी भागमा आएर चाहिँ मिनी ग्रेट वाल तपाईँहरूले देखाउँदैछौँ। तल र माथि दुइटै ठाउँ देखिन्छ। माथि तलभन्दा अलि माथि चाहिँ आकर्षक ठाउँ चाहिँ रहेको छ। हामी बिस्तारै बिस्तारै सिँढीहरू कुद्दै अगाडि चाहिँ बढिरहेका छौँ र सिँढीहरू पनि आकर्षक बनेको छ र स्थानीय सामग्रीको प्रयोग गरेर चाहिँ सिँढी बनाइएको पाइन्छ। माथि पिकनिक खाने ठाउँ भएकोले मान्छेहरू चाहिँ टनकै हुनुहुन्छ। वनभोज चाहिँ गर्नुहुँदो रहेछ। हामी माथि पुगेपछि हामी त्यहाँ माथि एउटा शिवजीको मूर्ति पनि रहेछ। त्यहाँबाट माथिबाट हेर्दा धुर्कोट कोट र शहीद पार्कहरू अत्यन्तै मनमोहक र राम्रो देखिन्थ्यो। त्यहाँको अवलोकनसँगै अब हामी धुर्कोट कोटतिर चाहिँ लाग्दैछौँ। धुर्कोट कोटको केही सिँढीहरू पार गर्दै हामी धुर्कोट कोटको ठ्याक्कै अगाडिपट्टि आयौँ। भित्र एउटा सङ्ग्रहालय पनि रहेछ। तल अर्को मन्दिर रहेछ। बाटोमा ट्रायलहरू ढुङ्गाहरू लगाएको अत्यन्तै व्यवस्थित गरिएको रहेछ। भित्र हेर्दा अत्यन्तै आकर्षक। मान्छेहरूको आज खासै भिडभाड चाहिँ थिएन। हामी साँझ फक चाहिँ गएका थियौँ। सङ्ग्रहालय पनि अत्यन्तै ठुलो र आकर्षक थियो। हामी भित्र दरबारतिर छिर्यौँ। दरबारको वरिपरि तार घेरा गरिएको थियो। बस्नका लागि सिँढी वरिपरि लाइटहरू जडान गरिएको रहेछ। हेर्दा अत्यन्तै आकर्षक। धुर्कोट कोट धुर्कोट गाउँपालिका वडा नम्बर 6 स्थलमा पर्दछ। यो 22 र 24 राज्य मध्ये 24 राज्य मध्येको एउटा राज्य हो धुर्कोट। यो अत्यन्तै सुन्दर र अग्लो स्थानमा रहेको पाइन्छ। यहाँ वरिपरिबाट हेर्दा अत्यन्तै राम्रो वातावरण रहेको छ। यो दसैँको पूर्णिमाको दिन यहाँ ठुलो मेला लाग्ने गर्दछ र मानिसहरू टाढा टाढाबाट हेर्न आउनेको घुइँचो चाहिँ लाग्ने गर्दछ। हामी यहाँ पुग्यौँ र केही फोटो सेसन गऱ्यौँ। यो देखिने भाग चाहिँ मूल भाग रहेको छ। यहाँ भित्र चाहिँ देवताको मूर्ति राखिएको छ। केही मान्छेहरू फाटेफुटे देख्न सकिन्छ। टाढा टाढाबाट मान्छेहरू आउने गर्दछन्। हामी तल्लो भागमा लाग्यौँ। तल्लो भाग पनि अति सुन्दर रहेको छ। त्यहाँबाट तल हेर्दा चाहिँ अति सुन्दर दृश्य देखिने। हामी केही भाग त्यहाँको घुमघामपछि अब हामी निस्किने बेला हुन लाग्यो। हामी धेरै भाग घुमेकोले हामी थकान महसुस गऱ्यौँ। अब हामी घर आउनलाई साँझ पर्ने भएकोले हामी छिटै घर फर्कियौँ। हाम्रो भिडियो कस्तो लाग्यो साथीहरू?